हो सबैलाई केही पनि स्वागत छ मेरो नयाँ ब्लगमा र आजको ब्लगमा चाहिँ म जाँदैछु टोरीबारी त्यो पनि हिँड्दै हिँड्दै अघि म बिहान सायद 6 बजीतिर निस्केको 6 बजीतिर चाहिँ फ्रेस भएर चाहिँ 6:30 बजीतिर चाहिँ निस्केको टोरीबारीको लागि म चाहिँ बाटोमा छु अब 10-15 मिनट आएछ म पुग्छु त्यहाँ गएर चाहिँ हल्का वर्कआउटहरू गरेर म तपाईँलाई देखाउँछु त्यहाँ कस्तो छ के छ जसलाई यहाँ मान्छेहरूलाई थाहै छ होइन प्रायः जस्तो सिलगढीकोलाई थाहै छ टोरीबारीको त्यहाँ जाउँ भन्दै त्यहाँ पछाडि हल्का जियोहरू छ भनेर त त्यहाँ पुगेर म देखाउँछु कस्तो के छ ल गाइस म चाहिँ फाइनली टोरीबारी आइसकेको छु यहाँ चाहिँ जो आउँछ नि अहिले फिलहालको लागि यहाँ चाहिँ टिकट काट्छ हो अहिले पिकनिकको सिजन छ नि त त्यो भएर यहाँ चाहिँ मान्छे बसिरहेको हुन्छ 2जना आन्टी या फेरि अङ्कल बसिरहेको हुन्छ टिकट काट्नु लागि अनि म बिहान चाहिँ किन आएको छ भने बिहानको भ्यू चाहिँ दामी देख्छ क्या दिउँसोहरू भन्दा चाहिँ बिहानको भ्यू चाहिँ दामी देख्छ हेर्नु ल कस्तो देख्छ भनेर यस्तो दामी देख्छ क्या बिहानको भ्यू चाहिँ मलाई हेभी मन परिदिन्छ उयो त के हो कुनै उयो सेतो सेतो दुइटा त्यस के हो कुनै वासरुम हो भने चाहिँ त्यहाँ गएर वासरुम गर्छु अनि चाहिँ हल्का वर्कआउटहरू गर्छु त्यहाँ पनि भ्यूहरू इन्जोय गर्नुहोस् हल्का सिनहरू इन्जोय गर्नुहोस् वर्कआउट पनि इन्जोय गर्नुहोस् अनि यो भिडियो पनि इन्जोय गर्नुहुँदैछ भने चाहिँ लाइक र सब्सक्राइब गरिदिनुहोस् ल भेटौँ है त अहिले गाइस म यहाँ सामने त आइसकेको छु यो टिनको ए अरे हो के हो मलाई अलिकति कन्फ्युज भएको छ यो चेन्जिङ रुम हो कि वासरुम हो कि के हो मलाई त्यो थाहा छैन सो अब मलाई के गर्नु पर्ने खोलेर हेरौँ के हो के होइन खोलेर हेर्नु पर्ने के छ कोही छ गाइस यो चाहिँ टोइलेट रहेछ मैले टोइलेट पनि गरिसकेँ सर्ट चाहिँ ए यसो छ टोइलेट जस्तै अहिले चाहिँ पिकनिकको सिजन छ भनेर चाहिँ स्पेसली टोइलेट बनाएको यहाँ डेली चाहिँ टोइलेट हुँदैन त्यही भएर टोइलेट चाहिँ तपाईँलाई जङ्गलतिरै गर्नुपर्छ यहाँ चाहिँ पिकनिक स्पट्स अहिले हुँदैछ पिकनिक सिजन छ भनेर मात्रै टोइलेट बनाएको छ यहाँबाट बनाएको छ अनि उयो रहेछ वाइड एङ्गलमा चाहिँ टाढो टाढो देखाउँदो रहेछ नि त त्यो भएर लाभ्ने रहेछ मैले आफै देख्छु मैले अब अगाडि छु त्यो भएर सुसु पनि भयो अब हल्का वर्कआउट गरेर म तपाईँलाई देखाउँछु वर्कआउटमा भएको वर्कआउट चाहिँ म खोलाको साइडमा गर्छु लगाइस मैले चाहिँ चुज गरिसकेँ अब म यहाँ गर्छु म चाहिँ यहाँ फोन अडाउँछु हो अनि यहाँ गरेर मजाले फिल लिँदै गर्छु कस्तो मजाको देखेको रहेछ हेर्नु न बिहान ए अहिले देशोतिर त पुरा भिड हुन्छ उता गाना उता रक्सी सक्सी नाच्चे हल्ला चिल्ला त्यति फिल आउँदैन बिहान चाहिँ यहाँ तपाईँले खोला बगेको सुन्नु सक्छ चढापडाको सुन्नु सक्छ उता रोडतिर गाडी पनि कुद्दैछ यहाँ भजन पनि पढ्दैछ मजाको देख्छ भने भ्युजहरू पनि छ बिहान चाहिँ आयो भने चाहिँ तपाईँले अझै फिल गर्नुहुन्छ यो भ्यूहरूलाई त्यो जग्गालाई चाहिँ अझै फिल हुन्छ बिहानतिर चाहिँ स्पेसली बिहान अनि बेलुका पनि दामी नै हुन्छ बेलुका चाहिँ त्यो अन्धाइ हुन्छ भ्यू चाहिँ कम देखिन्छ तर फिल चाहिँ तगडा आउँछ त्यही भएर अब चाहिँ वर्कआउट गरौँ जस्ट हेर्नु नि कस्तो गेम पनि लाग्छ फेरि के गर्नु म त्यहाँ भेजिसकेँ गाइस यस्तो बिहान यहाँ सिट फरिरहेछ मजा पनि आइरहेछ एक्लै छु तर पनि तपाईँहरूलाई पनि यस्तो मजा गर्नु छ भने चाहिँ बिहान जानुहोस् तपाईँको छेउछेउमा यस्तो भ्यूहरू जङ्गलहरू के पनि यस्तो खाली इलाका छ भने चाहिँ त्यो फिल हुन्छ नि बिहान गरेको घुमेको भ्यूहरू हेरेको त्यो चाहिँ आफै टाइपको हुन्छ क्या तपाईँहरू आफै गर्नुहोस् अनि तपाईँलाई आफै फिल हुन्छ क्या जसले गरेछ त्यसले चाहिँ अब कमेन्ट गरिदिनुहोस् तपाईँहरूलाई कस्तो फिल हुन्छ यस्तो ठाउँमा आफ्नो एक्सप्लोर गर्दाखेरि यस्तो ठाउँहरू
अनि कस्तो कस्तो फिल हुन्छ मलाई त गाइस मजा आइदिन्छ यस्तो यस्तो गर्दाखेरि हो यता चाहिँ खुट्टा म चाहिँ भिज्यो अनि खुट्टा पनि चिसो भयो शीत परेकोले गर्दा अनि अलिकति मैला मैला पनि रहेछ हल्का हल्का पिकनिक सिजन भएर होला अनि प्लस यहाँ गाईहरू मान्छेहरूले चलाइराखेको हुन्छ त्यही भएर यहाँ गोबरहरू पनि छ प्रायः जस्तो जग्गामा अनि यहाँ बकुलाहरू पनि उडिरहेछ इफ तपाईँ मेरो चेकपोस्टमा बस्नुहुन्छ भने कमेन्ट गरिदिनुहोस् सँगै घुम्नुपर्छ सँगै एक्सप्लोर गर्नुपर्छ अनि यस्तै हल्का हल्का वर्कआउटहरू गर्नुपर्छ होइन त्यही हो लाइफको मजा त्यही हो ग्यास मेरो मोचा भिजेर चाहिँ मैले यहाँ सुकाइरहेको छु म चाहिँ अब मोचा सुक्दै गर्छ म चाहिँ हल्का अब यहाँ अगाडि गएर ग्यास हेर्नु न स्टिल त्यो मुन देख्दैछ हौ नभनेको पनि तपाईँको कति 8 बजिसक्यो होला हो 8 बज्नु आँट्यो होला स्टिल मुन देखिरहेछ के गर्नु गाइस मजा आयो मलाई आज मलाई उयो पछाडि गुम्बा पनि देखाउनु मन छ उयो गुम्बा पनि देखाउनु मन छ तर अहिले गुम्बा यति छिटो खोल्दैन सो भोलि पछि तपाईँले कमेन्टमा गरिदिनुहोस् गुम्बा हेर्नु मन छ चाहिँ म फेरि नेक्स्ट ब्लगमा गुम्बा पनि लिएर आएर देखाउँछु गाइस मैले त 8 बज्यो भनेको त तपाईँको कति 8:30 भइसकेको छ यहाँ नआउँथेँ हामी यहाँ नआउँथेँ पहिला साथी महरू अहिले पानी पनि सुकिरहेछ हो टाउमा वासरुम छ पिकनिकको सिजन भएर पनि बसिरहेको हुन्छ गाइस पैसा नै लागेछ ल गाइस मलाई न्यू थिङ चाहिँ के लाग्यो भने नि जब तोरीबारी तपाईँ आउनुहुन्छ नि अहिले चाहिँ ऊ त्यहाँ अलिक गेट देखेको छैन कि एउटा लामो ठुलो गेट जस्तो बनाइरहेछ त्यो पुलको ब्रिजको नजिक जब आउनु हुन्छ तपाईँ यहाँ तलतिर देख्नुहुन्छ एउटा त्यहाँ चाहिँ ठुलो गेट जस्तो बनाइरहेछ के लेखेको त छैन फिलहाल बनाउँदैछ जुन चाहिँ अघि पाहाडहरू देखिरहेको छु नि गाइस त्यो पाहाडहरू अहिले एउटै देखेको छैन पल्युसनहरू गर्दा त्यही भएर चाहिँ वान अफ दि रिजन हो कि म बिहान जान्छु मर्निङ वाकमा त्योहरू क्लियर दिन्छ पल्युसन हुँदैन अहिले हेर्नु एउटा पाहाड देखेको छैन पल्युसनले गर्दैन त्यही हो रिजन चाहिँ